भाइ आज चाहिँ दर चेकिङ गर्नुपर्छ है हामीले हुन्छ 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 राम्रोसँग सँगै बस हो मेन चाहिँ ट्याक्सी गाडी रोक्नुपर्छ ल आज हुन्छ ए त यहाँ अगाडि त चेकिङ परेछ त ए हो त रहेछ त भाइ तर मलाई त्यति टेन्सन छैन डकुमेन्ट सबै अप टु डेट छ मेरो त सर एउटा गाडी हेरौँ कि रोक भाइ त्यो ट्याक्सी गाडी रोक कागजपत्र मागेर ट्याक्सी गाडी रोक साइड गर जरा ए सर गाडी किन रोक्नु भएको छ चेकिङ हुन्छ कि तपाईँको डकुमेन्ट्स दिन नि ए सर मेरो डकुमेन्ट त अप टु डेट छ त सर खै हेरौँ न एक त ए हेर्नुहुन्छ सर सर बसिरहनु भएको छ कि ए हजुर छोड्नु हुँदैन ए सर डकुमेन्ट त सबै मेरो ठिकै थियो कि ल पनि सर देखाउनु पऱ्यो नि सर सर डकुमेन्ट थियो सबै ठिकै छैन हजुर सर ठिकै छ सरलाई देखाउनु हुन्छ सर गाडीको छ डकुमेन्ट हो कति हो नम्बर नम्बर 772 सर यहाँ त एउटा कागज फेल रहेछ जाति ड्राइभर भाइलाई बोलाएर हुन्छ सर हुन्छ दाजु सरले बोल्दैछ ए सरले बोलाउनु हुँदैछ हजुर तपाईँको त्यो कागज के फेल छ अरे कि अन्त डकुमेन्ट्स त मेरो सबै ठिकै थियो त सर बोलाउँदैछ सरले ए हुन्छ हुन्छ सर जाँदैछ आउनुहोस् भाइको गाडी हो ए हजुर सर मेरै गाडी हो ए भाइको त अन्त एउटा कागज फेल रहेछ तिम्रो त अब डर फाइन हुन्छ भाइ यसमा ए सर मेरो त डकुमेन्ट सबै ठिकै थियो त सर तिम्रो त अब यसमा भाइ डर फाइन हुन्छ कि तिमीले अन्त कस्तो बनाइहाल्नुपर्छ चिजहरू क्या तिमीले डर फाइन हुन्छ भाइ तिम्रो फेल रहेछ ए सर तिम्रो त अब डर फाइन हुने रहेछ त सर फेल चाहिँ के भएको रहेछ सर भाइ तिम्रो फेल चाहिँ इन्द्रेणी फेल भएको भाइ इन्द्रेणी इन्द्रेणी भनेको चाहिँ के हो सर त्यो भाइ मेरो जिरे भाइलाई सोध अस्ति गएर ए त्यो सानो सरलाई सोध्नु अघि गाडी हुन्छ जिरे भाइलाई सोध्नु उसले पनि के भन्छ त्यो सानो सरलाई सोध्नु पऱ्यो सर हजुर त्यो उहाँ सरले चाहिँ इन्द्रेणी फेल भयो भन्दै थियो कि सर मैले केही बुझिनँ हौ के भन्नुभएको इन्द्रेणी भनेको हजुर सर सरले त्यो पल्युसन भन्नुभएको हो खासमा ल्या पोल्युसन भन्नुभएको इन्द्रेणी भनेको हजुर सर सरले त्यो पल्युसन भन्नुभएको हो खासमा ल्या पोल्युसन Oh my God!